म चाहिँ आज सिन्जुकमा भएको दुईटा ठाउँ देखाउँछु जुन चाहिँ एकदमै फेमस छ। यही हेर्नको लागि चाहिँ धेरै फरेनरहरू चाहिँ यहाँ आउने गर्नुहुन्छ। एउटा चाहिँ क्याट बिरालो जुन चाहिँ सिन्जुकको बिरालो एकदमै फेमस छ। सिन्जुकमा भएको यो जेब्रा क्रसिङनिर भएको बिरालो चाहिँ एकदमै फेमस छ, जुन हेर्नकै लागि मात्रै मान्छेहरूको भिड हुन्छ कि यहाँ। हेर्दा सामान्य देखिने बिरालो चाहिँ धेरै नै फेमस छ सिन्जुकुमा चाहिँ। अनि अर्को ठाउँ चाहिँ म देखाउँछु गडजिला। गडजिला यो चाहिँ सिन्जुकुमा छ, यो एकदमै फेमस छ, जुनमा चाहिँ मिलियन भ्युजहरू आएको छ। यो चाहिँ अर्को फेमस ठाउँ जुन सिन्जुकुमा छ। साँच्चै नै यो ठाउँ चाहिँ धेरै राम्रो छ, मलाई पनि धेरै मनपर्छ। यस्तै भिडियो हेर्नको लागि मलाई फलो गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ, बाई।